ल यसलाई भन्छ विकास। हेर्नुहोस्, हर्क साम्बाङले 40 देखि 50 लाख रुपैयाँ लागत लाग्ने काम एकै दिनमा श्रमदानबाटै 0 लागतमा सम्पन्न गरिदिएका छन्। धरान उपमहानगरपालिका वडा नम्बर 5 र 15 जोड्ने सेउती खोलामा जेठ 16 गते आएको बाढीका कारण सेउती खोला पुललाई धेरैभन्दा धेरै क्षति भएको थियो। त्यहाँ उसको जग समेत भत्काउने गरी त्यहाँ पहिरो लडिरहेको अवस्था थियो। बाढीले ठाउँहरू कटान गर्दै पुलको जगलाई समेत असर गर्ने काम गर्दै थियो। तर त्यही बिचमा हर्क साम्बाङले त्यसको भोलिपल्टै श्रमदान अभियान बोलाएर त्यहाँ तारजाली लगाएर पुललाई सुरक्षित बनाउन सफल हुनुभएको छ। उक्त तारजाली लगाउने टेन्डर प्रक्रियामा लगेको भए कम्तीमा 40 देखि 50 लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यत्रो 40 देखि 50 लाख रुपैयाँ लाग्ने प्रोजेक्ट एकै दिनमा श्रमदानबाटै स्वाहा बनाइदिएका छन्। अब हर्क साम्बाङले यस्तै खालको विकास गरे भने उनीहरूले 84 सालमा चुनाव जित्नको लागि कुनै पनि फरक पर्दैन। अनि केपी ओलीले अहिले स्लिपिङ रोडलाई चाहिँ फ्लाइओभर भनेर अहिले हेर फ्लाइओभरमा कालो पत्रे हुँदैछ भनेर एउटा सानो झिनो मसिनो के त्यो वडा अध्यक्षले गर्ने जत्रो कामलाई प्रचारमा ल्याएर फेसबुकमा भिडियो पोस्ट गर्दैछन्। अब विकास त यता गएर हेरी हुन्छ। 40 देखि 50 लाख रुपैयाँ लागत लाग्ने खर्च भएको प्रोजेक्ट एकै दिनमा, त्यो पनि श्रमदानबाटै 0 रुपैयाँमा उनीहरूले धेरै खाएका छन् भने नास्ता पानी खाएर 10,000 रुपियाँ सकेका होलान्। त्योभन्दा खासै धेरै त सकेका छैनन् होला। ल 85,000 सके अरे। अनि राज्यको पैसा चाहिँ कति बच्यो त? यो श्रमदानले राम्रो काम गरेको छैन त? हर्क साम्बाङले अब नराम्रो काम गरेको भनौँ त हामीहरूले? झोले बाले यसै गरी एकपल्ट काम गर्ने हो कि यतातिर पनि ध्यान गएको राम्रो हुन्थ्यो कि? हुन त नयाँलाई देखि खान सक्दैनन् क्यारे, अब यिनलाई पनि के देखि खान सक्थे र? यो पनि सबै भ्रष्टाचार गरेर गरेका हुन् भन्न बेर लाग्दैन। हर्क साम्बाङले 40 देखि 50 लाख रुपैयाँ लाग्ने प्रोजेक्ट एकै दिनमा श्रमदानबाटै निमिट्यान्न पारिदिएका छन्। यस विषयमा तपाईँको धारणा के छ? जस्ताको जस्तै कमेन्ट गर्नु।